DRS गेमिङको टिम पनि आफ्नो नम्बर जग्गा बसेका छन् 4 एलिमिनेसन पोइन्ट अलरेडी रहेको छ टिमको लागि यता झोलाको टिमलाई हेर्ने भने झोलाको टिम बाहिर नै निस्किसकेको छ कि अर्को एउटा चिकन डिनर हो स्पोर्ट्सले लाने हो कि या हैन DRS गेमिङले पो उठाउने छ यो म्याचको चिकन डिनर या हैन दाइ स्पोर्ट्सले फेरि पनि चाहिँ आफ्नो एउटा जलवा चाहिँ देखाउने छ यो कुरा हामी थाहा पाउने छौं अबको केही क्षणमा बट त्योभन्दा अगाडि स्काई द्वारा नक निकालिन्छ यहाँ आरएस का टिम रियल सेभेजेसको टिमका प्लेयरलाई चाहिँ नक निकालेको देख्न पाइयो दाइ स्पोर्ट्सको टिम मज्जाले सर्कलको कमान्ड लिने प्रयास गरिरहेका छन् भने जोनको एकदमै स्पेसहरु चाहिँ ओगटेर बसिरहेको देख्न पाइन्छ ओरो स्पोर्ट्सको प्लेयरको साइड तर्फबाट स्काई त्यतातर्फ आफ्नो स्कोप इन गरेर चाहिँ हेर्दिरहेका छन् रिसेन्टली त्यहीँनिर नै चाहिँ नक निकालेको अनुमान लगाउन पाइन्छ उनको टिममेटहरु फ्रन्ट लाइनमा अगाडितर्फ बढिसकेको चाहिँ देख्न सक्छौं हामी जोनभित्र आउन अलिकति मुस्किल रहेको छ अगाडि रहेको टिमलाई बट लेट आउट कसरी उनीहरुले आफ्नो स्ट्रेटेजी कसरी एक्जिक्युट गर्नेछन् बट यता दाइ स्पोर्ट्सको टिमले पनि चाहिँ हाइली खेलिरहेका छन् गन डिसिप्लिन टिमले देखाइरहेको अथवा सर्कलको शिफ्ट नआएसम्म आफूले आफूलाई होल्ड गराइरहेको चाहिँ देख्न पाइन्छ जोन सर्कल भएसम्म उनीहरूलाई भने चाहिँ खासै ट्रबल रहेको छैन अब टप 4 टिम हुन् अनि त्यो बिचमा भने चाहिँ अब कुन टिमले भने चाहिँ आफूलाई यो म्याचको चिकन निकाल्ने हो त हुन्छ अघिल्लो म्याचलाई भने चाहिँ हामीले रिमाइन्ड गर्ने हो भने चाहिँ होरको थ्रुबाट भने चाहिँ त्यो जोनलाई मजाले क्याप्चर गरेर नै आफ्नो टिमको लागि पहिलो म्याचको विनर चिकन डिनर निकालेको थियो एन्ड आई गेस अब उनीहरूको जुन अप्रोच रहेको छ त्यही अप्रोचमा उनीहरू लागि परिरहेका छन् कमब्याक गरेरको लागि त्यो कमब्याक देखाउनको लागि उनीहरू तयार रहेका छन् बट DRS को लागि पनि त उनीहरू पनि चारैजना प्लेयरको साथमा रहेका छन् त्यो कुरा पनि ख्याल राख्नुपर्ने छ अब यो म्याच कसले निकाल्ने हुन् उताबाट हामीले RS को लागि भने चाहिँ 3 म्यान मात्र देख्न पाउँदैछ बाँकी टिमहरूको लागि त स्टिल पनि फुल म्यान रहेको छ म्यान पावर जोगाएर त राखिरहेका छन् तर अब मेन कुरा भनेको यहाँतिर आफ्नो गन पावर देखाउनु पर्ने छ अनि आफ्नो स्ट्र्याटेजी भने चाहिँ देखाउनु पर्ने छ अब त्यो स्ट्र्याटेजी कुन कुन टिमले के कसरी निकाल्ने छ भनेर देख्नेछौँ नै तर यतातिर किलर वाइटी पुरै पिन गरेर बसिरहेका छन् दाइ स्पोर्ट्सको केसमा दाइ स्पोर्ट्सका प्लेयरलाई भने चाहिँ त्यो इरातर्फबाट निस्किनु पर्दाखेरि चाहिँ अलिकति ट्रबल रहेको छ हुन त अब एटलिस्ट आफ्नो केही कभर बनाउँदै उनीहरू पनि चाहिँ होल्ड गरिरहेका छन् अलिकति स्प्लिटेड वेमा भनौँ न एटलिस्ट उनीहरू पनि चाहिँ एकअर्कालाई कभर सर्ट दिन मिल्ने खालको एङ्गलमा नै बसिरहेका छन् DRS पनि त्यही सिचुएसनमा छन् दाइ स्पोर्ट्स पनि त्यही सिचुएसनमा रहेका पनि छन् यता होरको टिम भने पनि त्यो स्प्लिटेड वेमा बसिरहेका देख्न पाउँदैछौँ जहाँ कम्फर्टेबल वेमा एकदमै कम्फर्टेबल वेमा आफ्नो लागि जोनलाई मजाले होल्ड गरेर बसिरहेका छन् चारैतिर नजर लगाइदैछ कुनै पनि टिमलाई हामी यहाँतिर एन्ट्री बनाउन दिने छैनौँ कुनै पनि टिमलाई त्यहाँतिर अप्रोच बनाउन दिने छैनौँ भन्नेतर्फ नै फोकस लिइरहेका पनि छन् अब बाँकी टिमहरूको लागि भने चाहिँ ट्रबल थपिने हो कि होइन त के हो स्पोर्ट्स त्यो ट्रबल दिन सक्नेछ नि त अन्त नो फेयरको थ्रुबाट पनि त्यहाँबाट दाइ स्पोर्ट्सको गेसमा नै नजर लगाइँदो रहेछ हिँड्ने पनि अलमोस्ट DRS र हो र दुई टिम दाइको गेसमा नै नजर लगाउँदाखेरि आई थिङ्क दाइलाई सर्भाइभ गर्न चाहिँ निकै नै कठिन रहनेछ यप एक्ज्याक्टली अहिलेको लागि फेरि पनि हामी देख्दैछौँ होरो स्पोर्ट्सकै टिमलाई 4 जना प्लेयर रहेको छन् दाइ स्पोर्ट्सको अगेन्स्टमा फाइट लिँदाखेरि यहाँ किल फिड मजाले रिड गरेर DRS को टिमले थर्ड पार्टी गर्न आउँछ कि जस्तो मैले मान्दैछु हुन त उता RS को टिम साइड तर्फ पनि चाहिँ कन्फ्लिक्ट चलिरहेको छ होरो स्पोर्ट्सको टिम हिजो मैले मेन्सन गर्दै एउटा कुरा 2 वटा 3 वटा टिमसँग एकचोटि फाइट लिन खोज्दाखेरि गेम बिग्रिने धेरैचोटि चाहिँ हामीले नोटिस गरिसकेको छौँ सो एउटा टिमलाई बरु मजाले र्याप अप गरेर एउटा टिमसँगको फाइटलाई सकाएपछि मात्रै अरू टिमहरूसँग लड्न जाँदाखेरि चाहिँ रिजल्ट राम्रो आउँछ यो कुरा हामीले धेरैचोटि देखि पनि चाहिसकेका छौँ जिगलद्वारा यहाँ नक निकालिन्छ स्काई वकर गोज डाउन पर्फेक्ट कभर स्लिपीको लागि रहेको थियो जिगलको साइड तर्फबाट अगाडितर्फ पनि चाहिँ स्प्रे दिइरहेका छन् उनको टिममेटहरूलाई हेर्ने हो भने उनको टिममेटहरू ब्याक टु ब्याक ग्रेनेडहरू चाहिँ थ्रो गरिरहेका छन् अब त जिगल पक्रिएर अर्का स्ट्याक गराउँदै थिए भने नो फियरलाई देख्न सक्छौँ हामी अफ एङ्गलबाट ग्रेनेड थ्रो गरिरहेका थिए बट यतिकैमै रियल सेभेजेसको टिमलाई पनि चाहिँ यहाँबाट बाहिर निकालिदिन्छन् होरो स्पोर्ट्सको टिम अनि अब DRS गेमिङको टिमलाई हेर्ने हो भने उनीहरूको अगेन्स्टमा चाहिँ होरो स्पोर्ट्स आइरहेको हो कि जस्तो मैले महसुस गरिरहेको छु हुन त दाइ स्पोर्ट्सका प्लेयरलाई पनि चाहिँ हामी देखिरहेका छौँ दाइ स्पोर्ट्सका प्लेयर पनि चाहिँ त्यहाँ सर्भाइभ गरेर नै चाहिँ बसिरहेका छन् 4v4v4 को यो ब्याटल आखिर कसले लिएर जानेछ त एउटा रिजमा मजाले होल्ड गरेर बसिरहेको देख्न पाइन्छ दाइ स्पोर्ट्सको टिमलाई उता होरो स्पोर्ट्सकै टिमलाई हेर्ने भने होरो स्पोर्ट्सका प्लेयर DRS को टिमका प्लेयरलाई यहाँ नक निकाल्छन् अर्को प्लेयर पनि चाहिँ नक फेस गरेको देख्न पाउँछौँ हामी दुईटा प्लेयर गोज डाउन दुईटा प्लेयर नक रहे लगत्तै फेरि पनि देख्न पाइन्छ यता होरो स्पोर्ट्सका आफ्नो भिजनमा आइरहेको अपोनेन्टहरूलाई पनि चाहिँ पनिस गर्दैछन् किलर वाइटी यहाँ दिनेछन् किलर वाइटीको साइड तर्फबाट स्प्रे गएको थियो कनेक्सनमा आएको पनि चाहिँ थियो नो फियर अगाडितर्फ बढिरहेको हामी देख्न पाउँछौँ नो फियरको अगेन्स्टमा शटगनको शटहरू पनि चाहिँ दिइरहेका छन्
यता डिआरएस हाजमोलालाई पनि चाहिँ देख्न पाइन्छ बट नो फियर किलर वाइटीलाई ट्याकल गरिदिए नक निकालिदिएका छन् किलर वाइटीलाई अब त अन्तिम प्लेयर रहेका थिए हाजमोला उनलाई पनि चाहिँ पनिस गरे लगतै यहाँ डिआरएस को टिम बाहिरिन्छ लाइभ स्पोर्ट्सका नोट छु त्यहाँ नक हुन पुग्छन् सुपर पेकका अन्तिम प्लेयर हुन् सिटीको अगेन्स्टमा चार्ज गर्दै थिए बट उनलाई पनि चाहिँ यहाँ ट्याकल गरे लगतै हो र स्पोर्ट्स अर्को एउटा